कार्यक्रम परदेशको पाना, घर सम्झिँदा खुल्ने पाना। सधैँ चाहिँ आज पनि म यो घर सम्झिँदा खुल्ने पाना लिएर हजुरहरू सामु आइसकेको छु। चिसो चिसो छ बाहिर, मौसम हिउँ परेको छ, असाध्यै जाडो छ आज। आजको पाना कस्तो छ त आउनुहोस् सँगै बसेर पल्टाउँ। यो कार्यक्रममा विदेशमा भएका युवतीहरूको विभिन्न समस्या मार्गदर्शनको बारे बोल्ने कार्यक्रम हो। यो कार्यक्रम आउने गर्दछ हरेक हप्ताको आइतबार बेलुका नेपाली टाइम 7 बजेदेखि 9 बजेको बिचमा, भने कोरियन टाइम 8 बजेदेखि 9 बजेको बिचमा आउने गर्दछ। विभिन्न समस्या भोग्नुपर्ने हुन्छ विदेशमा आएपछि अरू देशका व्यक्तिहरूले, यानि कि नेपालीहरूले। भाषाको समस्या, खानपिनको समस्या, कल्चरको समस्या हुन त हो। सुरुमा घुलमिल हुन लगभग 5-6 महिना 1-2 वर्ष लागि नै हाल्छ अर्काको देशमा। काम त्यस्तै गाह्रो हुन्छ, विभिन्न किसिमको समस्या हुन्छन्। ती समस्याबाट उन्मुक्ति पाउनै पर्छ, काम गर्नु पर्यो। घरको माया आइरहन्छ, याद आइरहन्छ, घर परिवारलाई सम्झाउनु पर्छ, माया ममता गर्नुपर्छ। किनभने उनीहरूको आर भरोसा आशा भनेको हामी नै हौँ, छोराछोरी नै हौँ। त्यही भएर कोरिया जस्तो भूमिमा काम गाह्रो हुन्छ, अवश्य नै हुन्छ। जसलाई सोधे पनि गाह्रो छ भन्नु नै हुन्छ, र अवश्य गाह्रो पनि छ। यहाँ आउने व्यक्तिहरूले एकदम बलियो मुटु बनाएर आउनु होला। किनभने बिहानदेखि बेलुकासम्म काम गर्नुपर्ने हुन्छ, साहुको अन्डरमा बसेर काम गाह्रो हुन्छ, दुःख हुन्छ, गर्मी जाडो सब झेल्नुपर्ने हुन्छ। किचकिच त्यस्तै हुन्छ, म भन्न सक्दिनँ। सुरुमा त रमाइलै हुन्छ 2-4 दिन, तर एयरपोर्टबाट जब झोला बोकेर हामी विदेशी भूमिमा छिर्न खोज्छौँ नि, मन भक्कादिँदै हुन्छ। ती बुढा भएका बाआमा, त्यो भर्खर बिहा गरेको श्रीमती, दुध खाँदै गरेको ताते गर्दै गरेको नाबालक, ती निर्दोष आँखा, के भन्छ उसले सुन्नुहोस् त, बा पापा भन्छ। साँच्चै नै श्रीमतीले के भन्नुहुन्छ थाहा छ? चाँडै आउनुहोस् न, नजाँदा हुन्न, यी बसेर खोले सुनु खाए हुन्न र भनेर भन्छन्। बाआमाले भन्नुहुन्छ, छोरा त पनि गइहालिस्, अब म कसको मुख हेरेर बाँच्ने र? यो कुनै नाटक कथा होइन, यो यथार्थ हो। परदेशीले भोगेका, सुनेका र देखेका पीडाहरू हुने। ती बुढा भएका बाआमाको लट्ठी नै हामी हौँ, सहारा नै हामी हौँ। किनभने अब छोराछोरी माथि आश हुन्छ बुढाबुढीको। भविष्य भनेको कसले दिएको छ र आज के हो भोलि के हो थाहा छैन। मनभरि गभरि आँसु पार्दै हजारौँ युवा युवतीहरू विदेशिनु परेको छ। यो बाध्यता हो, रहर होइन। देशमा भएको बेरोजगारीको पराकाष्ठा हो यो। देशमा भएको राजनीतिक अस्थिरताको पराकाष्ठा हो। किनभने देशमा माहौलै छैन के गर्नलाई। के गर्नु पर्यो भने टोले गुन्डा भए, दुनियाँ दिवाना राजनीतिज्ञहरू आएर चन्दा उठाउने, भत्ता माग्ने जस्तो समस्याले ग्रसित छ अहिले देशमा। त्यसले गर्दाखेरि कुनै पनि काम गर्नलाई खासै अघि बढ्न सकिन्न, गाह्रो हुन्छ। ती समस्याले गर्दा लगानी गर्न पनि बजार सुरक्षित छैन। विदेशमा आएपछि विभिन्न किसिमका व्यक्ति, भाषा, समाज, परिवारसँग भेट हुन्छ। हामी सम्पूर्ण व्यक्ति, समाज, परिवारसँग मिलेर बस्नुपर्ने हुन्छ, बस्नुपर्छ। विभिन्न क्षेत्रबाट आएका कामदारहरू हुन्छन्, विभिन्न क्षेत्रबाट आएका, देशबाट आएका विदेशी कामदारहरू भए, हामी नेपाली भयो, दाजुभाइ दिदीबहिनीहरू मिलेर काम गर्नुपर्छ। समयअनुसार चल्न सिक्नुपर्छ। परिवर्तन हुन्छ, समयसँग परिवर्तन हुनुपर्छ। स्वास्थ्यलाई ख्याल गर्नुपर्छ। तपाईँले हेर्दै हुनुहुन्छ परदेशीको पाना। यो नितान्त परदेशीको पाना हो, घर सम्झिँदा खुल्ने पाना। यो कार्यक्रम आउने गर्छ फेसबुक, टिकटक र युट्युबमा छ परदेशीको पाना। तपाईँले त्यहाँ सर्च गरेर हेर्न सक्नुहुन्छ। टिकटकमा पनि आइ नै हाल्छ, फेसबुकमा पनि मैले अपलोड गरि नै रहेको हुन्छु। यो कार्यक्रम भनेको युवा युवतीहरूको मनमुटुमा बस्न सफल भएको कार्यक्रम हो। यसमा विभिन्न किसिमका रोजगार, बेरोजगार, सुख दुःखका
कुराहरू गरिन्छन्, सुख दुःख मनमुटुका कुराहरू गरिन्छन्। यसमा चाहिँ विदेशीका मनमुटुहरूको कुरा गरिन्छन्। बाआमा बुबाआमा दाजुभाइ दिदीबहिनीहरूको पीडा बोक्ने कार्यक्रम हो यो। अहिले विभिन्न किसिमको समस्याहरू देखा परेका छन् विदेशमा, किनभने आफ्नो घर परिवार छोड्नुपर्ने हुन्छ। बेलैमा पढ्यो जागिर पाइँदैन, घर परिवार छोड्यो, विदेशियो, परदेश गयो, परदेशमै रमायो, यतै जिन्दगी बितायो, 2-4 पैसा कमायो, आफ्नो देशमा गयो, के गर्न सकिन्न, फेरि झोला बोकेर आयो। यस्तै छ अहिले हाम्रो अवस्था, हाम्रो बेरोजगारी अवस्था। बोल्दा बोल्दै टाइम बितेको पत्तै भएन। तपाईँहरूसँग त धेरै गफ गर्न मन थियो, तर समयले नेटो काटेको पत्तै भएन। अहिलेसम्म मलाई सुनेर हेरेर देखेर साथ दिनुहुने सम्पूर्ण महानुभाव दर्शकबिन दाजुभाइ दिदीबहिनीहरूलाई, देश विदेशमा रहनुको सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद भन्दै आजको यो परदेशीको पाना, मनसुने परदेशीको पानाबाट, घर सम्झिँदा मनसुने परदेशीको पानाबाट म कार्यक्रम प्रस्तुता पनि ओझेल पर्नुपर्ने भएको छ, ओझेल पर्न चाहन्छु। फेरि पनि यही समयमा यस्तै तिता मिठा घटनाको भिडियोहरू लिएर आउने बाचा गर्दै आजको यस कार्यक्रमबाट म बिदा हुन चाहन्छु। नमस्कार, शुभ दिन, शुभ पल।